हेलो नमस्ते सबैलाई। के छ सबै आराम हुनुहुन्छ होला। अनि आज म चाहिँ एउटा चिज देखाउन गएको छ है। म यसो घुम्न आएको आज चाहिँ यो हजुरले जो देख्नु भएको छ नि यो रुख एउटा इतिहासको रुख रहेछ क्या। यसको नाम चाहिँ जेलकोबा भन्दो रहेछ है। यो रुख रहेछ 400 वर्ष पुरानो है। 400 वर्ष पुरानो, 21 मिटर हाइट अनि 5 मिटर चौडाइ रहेछ है। यो रुखको चाहिँ यस्तो इतिहास रहेछ कि यसमा चाहिँ पहिलाको जमानामा रुखमा आउने झुला खेल्ने अनि यस्तो रहेछ कि एकदम पुरानो इतिहास बोकेको रुख रहेछ कि यो 400 वर्ष पुरानो हेर्नु न। अनि कस्तो संरक्षण गरेर राखेको छ कि यहाँ चाहिँ पुरा यसलाई चाहिँ कभर गरेर राखेको छ। भित्र चाहिँ कोही जानु पाउँदैन। यो बिचमा लाइटहरू राखेको छ, रातिमा लाइटहरू बल्छ। यो चाहिँ पुरा रुख रङ्गीन बन्छ कि यो चाहिँ 400 वर्ष पुरानो हुन्छ। हाम्रो नेपालमा पनि छन् होला पिपलका रुखहरू यस्तो पुरानो छन् एकदम। यता पनि यस्तो पुरानो छ कि यो रुख पुरा। हजुरहरूलाई कस्तो लाग्यो रुख चाहिँ? रुखहरू त छन् होला त्यस्तै पुरानो देख्नु चिसो छ, जङ्गल छ चाहिँ राम्रो छ संरक्षण। अब सायद यो रुखहरू हराउँदै गएको भएर होला यस्तो संरक्षण गरेर राखेको होइन। ठुलो रुख छ एकदम पुरानो, 400 वर्ष पुरानो रुख। हाम्रोतिर पनि धेरै छन् यस्तो चिज जोगाउनु पर्ने छ, तर जोगाएर चाहिँ राखेको हुँदैन। हाम्रो चाहिँ धेरै त्यही चौताराहरू बनाएर चौपारीहरू बनाएर हुन्छ। बाँकी यस्तो गरी गर्नुपर्छ, पुरानो चिजहरू संरक्षण गर्नुपर्छ। डिटेल्स लेखेको छ, राम्रो छ ठाउँ चाहिँ। यो यतातिर तल बाटो छ, चिसो छ, हावा चलेको छ। यता रेड छ। भिडियो कस्तो लाग्यो कमेन्ट लाइक गरिदिनु होला, फलो गरिदिनु होला। यस्तो भिडियोहरू म अरू पनि लिएर आउँदैछु।